हामी कमलामाई मन्दिर परिसर अगाडि आइपुगिसकेका छौँ। यहाँको वातावरण एकदमै रमणीय छ। खोला नाला, यस्तो चैतको मौसममा पनि हरियाली, फाँटहरू, जङ्गलहरू देख्न पाउँदा, पहाडहरू देख्न पाउँदा रमाइलो लागेको छ। सिन्धुली कमलाखोजवासी मात्र नभई सम्पूर्ण हिन्दूहरूको समागम स्थलको रूपमा कमलामाईको नदीलाई, यसको शिरलाई लिन सकिन्छ। यस मन्दिरको आफ्नै पहिचान रहेको पाइन्छ। स्थानीय किंवदन्ती अनुसार कमलामाई देवीले गल्तीवश तिलको बिरुवा नष्ट गरेपछि किसानहरूको सेवा गरेर पश्चाताप गरेकी थिइन्। त्यसपछि यो नदी कमला भनेर चिनिन थाल्यो। हिन्दू धर्म अनुसार अन्य मन्दिरहरूमा पशु बलि दिने चलन भए पनि माछा बलि चढाउने अनौठो परम्परा यही मन्दिरमा मात्र पाइन्छ।